पुरै छैन त पोखरा त तपाईँहरू देख्न सक्नुहुन्छ यो सुन्दर मनोरम दृश्य जति माथि गयो त्यति राम्रो देख्छु बिन्दवासिनी म्युजिक प्रस्तुत गर्दछ हाम्रो यस्तो उकालो छ उहाँहरू आइसक्नु भएको छ वेलकम टू माई यूट्यूब चैनल वेलकम बैक टू माई यूट्यूब चैनल आज हाम्रो डे 3 हो घुमघामको आज हामी बिहानै राति नै उठेर तयारी अवस्था गरेर सारङकोटमा घाम लागेको हेर्न जान आँट्दैछौँ अहिले चाहिँ 5:30 भयो भन्दै 6:45 भइसकेछ अब हामी चाहिँ हिँड्न आँट्दैछौँ घाम चाहिँ बस्दा बस्दै लाग्लान् जस्तो भइसक्यो हामी आज सारङकोट जानेछौँ त्यति भयो मात्रै भयो भने चाहिँ हाम्रो ब्लग यति हिजोकैमा मिसाउँछु तर हामी अरू ठाउँ पनि गयौँ भने चाहिँ भिडियो जोडेर डे 3 वाला अर्कै हुनेछ उहाँहरू तयार हुनुहुन्छ छोराको लागि मेरो छोराको लागि हेलो आया अब यहाँ बसाउनु त ल्याउनु के भन्दै केही नभन्नु बसाउनु न भाइलाई यस्तै छ हामी सारङकोट जाने हाम्री प्यारी प्यारी निशा चाहिँ हिजै गइहालिन हामीले छोडेर हामी यतै छौँ आज ल हामी चाहिँ सारङकोट जाँदैछौँ हिँड्दैछौँ हिमाल देखिसक्न थालिसक्यो ट्याक्सीमा चढिसक्यौँ अब त्यही हेर्न हिँडेको छौँ उहीँ पुगेपछि घाम लाग्यो नि ल हामी अब बाटामा उहीँ भेट्छौँ मेरो हुन्न यो जाडो महिना चाहिँ लगभग 10,000 भन्दा बढी धेरै हुन्छ कि त्यो गुफामा चमेर झुन्डिन्छ पूर्वतिर त आइसक्यो नि 5:30 बजे हुन्छ कि हामी फाइनली पुग्न आँटेका छौँ प्रतीक्षाको घडी समाप्त हुने समय आइसकेको छ हामी पुग्यौँ भन जान सक्नुहुन्छ त्यहाँबाट नजिकै हो त्यहीँबाट लगिदिनु त्यहाँसम्म ओहो सनराइज भइहाल्यो नि जुम 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 घाम निस्केको त हेर्नु मेरो पछाडि देख्न सक्नुहुन्छ हिमालमा घाम टल्केको तर हामी थोरै ढिलो भयो कि क्या हुन्छ म एकदम मिस गर्न चाहन्न त्यही भएर म छिटो कुद्दैछु पुरै उकालो बाटो त्यो सिँढी छ त्यो हिमाल कस्तो यो मोबाइल भन्ने कुरो चाहिँ यो आँखाको जस्तो चाहिँ हुँदैन रहेछ म एक्लै हो भिनाजु म सिङ्गलै हो ल म गलिसकेँ रुक्के भइसकेँ फाइनली गणेशको मूर्ति भएको ठाउँ सारङकोटमा पोखरा छेकेर त कुहिरोले सबै देखा पुरै छैन त पोखरा त खासमा अब सनराइज हेर्ने हो नि त एकचोटि भिडियोमा हेरेर आइसकेपछि चाहिँ नयाँ नलाग्ने कि कहाँबाट हेर्ने हो माथि सब साथी छोडेर म एक्लै सनराइज हेर्न आइपुगेको खासमा सारङकोट धाम
ढिलो भइहाल्यो नि खत्तम भयो घाम आउँदा आउँदैको हेर्न भनेर आएको यता गणेशजी हिमालै हेरेको हेरे भइसक्यो मेरा साथी खोइ माथि उक्लिन छ त्यहाँ पुग्नुमा त घाम त हाम्रै पुगिसक्छन् म यहाँ माथि जानुपर्ने अब यहाँ हिमाल आँखाले यस्तो गरी क्लिक गरिसक्यो नि पोखरा बजारमा टिकट लिएर म आइसकेकी छु यस्तो भिड रहेछ घाम आउँदै रहेछन् धन्न आइपुगेछु टाइममा यता घाम आएर ए पोखरा चाहिँ बजार यता रह नि त यताको चाहिँ अर्कै ठाउँ रहेछ बादलले झेलेको यता आउँछ वाउ त्यसरी हो मैले हेर्दा हेर्दै आयो भने चाहिँ कुर्दै आउँछ यसलाई लिएर आएछ वर्ष लाग्छ वाउ फाइनल्ली घाम लागे हजुरहरू देख्न सक्नुहुन्छ यस्तो मनोरम दृश्य यो रहेको छ माछापुच्छ्रे यता अन्नपूर्ण होला मलाई ठ्याक्कै भन्नै आएन सरी मिस्टेक भयो भने यता छन् हाम्रा सूर्य यस्तो मनोरम दृश्य छ यस्तो माहौल यहाँको यस्तो छ मैले चाहिँ मेरो साथीहरू आइपुग्नै भएको छैन मेरा दिदी भिनाजुहरू म यहाँ छिटो छिटो गर्दै हिमाल घाम लागेको हेर्न आएकी हुँ आइपुगेँ पनि धन्न मोबाइलले निकाल्दैन आँखाले देखे जस्तो घाम लागेकै देख्दैन सूर्याला सेंटर करा कॅमेरा खोला रहेछ कुन खोला कुन नदी पोखरा बजार हो काम कर थोड़ा आतमध्ये ये तू ओहो कति राम्रो पानी तवी पण येताना रे मलाई चाहिँ हिमाल धेरै मनपर्छ एकदम अहिले बल्ल आयो मलाई भिडियो खिच्न चाहिँ बसिहाली छु खासमा भ्यू टावरै चढ्न बिर्सेछु कि घाम निस्किने एक्साइटमेन्टमा हुन त भ्यू टावर चढ्न थाल्दा घाम निस्किसक्छु अब त्यो चढ्न आँट्दैछु मैले साथी छोडिहालेँ तलै बस्नु होला माथि नआइकन मन्दिरहरू भएको ठाउँमा म यहाँ सनराइज हेर्न आइराखेको छु हेरिसकेँ अब भ्यू टावर चढौँ न त फोटो खिच्दिने मान्छे खोइ त मेरो अब खोइ त म काली आउँदा केही हुँदैन हिमाल चाहिँ आउनु पर्यो जति माथि गयो त्यति राम्रो देख्छु अर्को तलामा जान्छु वाउ भन्नु भने अझ माथि गयो
म मक्ख छु त्यो कुरा हजुरहरूले भिडियोमा प्रष्ट देख्न सक्नुहुन्छ। यतिको ठाउँमा भएपछि अनि मक्ख नपर्नु त यहाँ तल पोखरा। एक्लै भिडियो खिच्दै एउटी केटी को आइछ भनेर सबैले हेरिसके। म आइपुगिसकेको छु सबैभन्दा टपमा। ओ माई गड पोखरा जङ्गल रहेछ। अब चाहिँ म फोन गर्छु ल दिदी भिनाजु खोइ त। अनि मेरो यहाँ फोटो खिच्दा हुन्थ्यो नि कसले खिचिन्छ। यस्तो छ म मानुङकोट गएको थिएँ अनि अब त्यहाँबाट पनि यस्तै बादल तल 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 दमौलीलाई छेक्ने खालको आउँथ्यो त्यस्तै बाइस। ओहो यहाँ यस्ता फर्केर फोटो खिच्दा कति राम्रो आउँदो रहेछ। ओहो मलाई चाहिँ कसले खिच्दिने आउँदै हुनुहुन्छ दिदीहरू। म खिच्न लाउँछु सनराइज। क्यामेरा क्वालिटी चाहिँ यस्तै हो। अब पछि आइफोनबाट किनेर पैसा कमाएर राम्रो निकालौँला। अहिले पनि क्यामेरा छैन भनेर भिडियो खिच्न त छोड्ने कुरो होइन नि त। उहाँहरू आइसक्नु भएको छ। आइहाल्छु यता हेर्ने हो कि हिमाल साना। हामी टपबाट झरिसक्यौँ। अब हामी यहाँ गणेशमा थोरै खिचेर गइहाल्छौँ। ट्याक्सीवालाको दाजुको फोन आइसक्यो है। ला गणेशजी हुनुहुन्छ। ए लु बाबु यहाँ बस्नु त म गोरुसँग फोटो खिच्छु। ल अब हामी चाहिँ सारङकोटबाट निस्किसकेका छौँ। बाई कति राम्रो ठाउँ। हामी त कहिले आएको थिएनौँ नि। हामी निस्क्यौँ है। अब हामी निस्क्यौँ ल। अब अर्को ठाउँमा बिन्दवासिनीमा थोरै देखाउँछु। भाइ एकछिनलाई हामी आइसकेका छौँ बिन्दवासिनी। हेलो हेर्न बिन्दवासिनी मन्दिर मजा भइरहेछ। कति मजा अब ल हामी बिन्दवासिनी मन्दिर प्रस्थान गर्दैछौँ। हिमाल म त जता गए पनि हिमाल देख्छु। ल हाम्रो यस्तो उकालो छ। बिन्दवासिनी जाँदाखेरि चाहिँ हाम्रो टोलीहरू यता हुनुहुन्छ। हाम्री एकजना टोलीलाई हामीले एकदम सम्झिरहेछौँ। हाम्री निशालाई सम्झिरहेछौँ। बिन्दवासिनी मन्दिर बिन्दवासिनीको मुख्य मन्दिर।
भनेर चाहिँ नन्दीसँग शिवले शिव भगवानलाई सजिलै एकैछिनमा कस्तो भन्ने होइन शिवले एउटा त्यो कथा छ कि अनि नन्दीका कानमा गएर भन्यो भने मैले सबैभन्दा छिटो सुन्छु भने कसैले मागे केही भने भनेर भन्नुभएको थियो अनि त्यही भएर यहाँ गएर शिवजी नन्दीका कानमा गएर आयान्सले हाँस्दै हाँस्दै माग्दैछ यहाँ के मागो आयान्स बुइनी माग त त्यहाँ बुइनी माग त्यहाँ बुइनी माग भनेको के हामीले टिका पनि लगाइसक्यौँ टिका पनि लगाइसक्यौँ पूजा पनि गरिसक्यौँ हामीले त्यति एकजना दाइले आउँदा आउँदै तिम्रो त यत्रो होइन भनेर बोलाउनु भयो अनि बजारको एकजना ढुङ्गाना दाजुलाई भेट भयो अनि मुस्ताङ जानुभएको ठाउँ उहाँहरू चाहिँ अनि यहाँ भेट भयो अनि भोलि यहाँ हामी खिच्दैछौँ फोटो पोज हुँदैछन् तपाईँहरू देख्न सक्नुहुन्छ म अर्को हातले फोटो खिच्दैछु एउटा हातले भिडियो बनाउँदैछु यहाँ एउटा चाहिँ यहाँ आफ्नै के गर्दैछ पोज दिँदैछ के गरेको सानै यहाँ खतरा भिडियो खिचिदिन्छु यो भ्यू पोइन्टमा गएर यसो एक दुईवटा फोटोहरू खिचे जस्तो गर्ने भन्ने कुरो हो यहाँबाटको यस्तो छ भ्यू हामी गएको सारङकोट त्यहाँ हो अघि बिहान गएको माछा पुच्छे ल बिन्दवासिनी म्युजिक प्रस्तुत गर्दछ भनेर हामीले उहिलेदेखि सानैदेखि सुन्दै आएको कि फाइनल्ली आज हामी आयौँ अब हामी फर्किँदैछौँ निस्किँदैछौँ मजा भयो एकदम धेरै टाइम लाएर फेवा ताल र बिन्दवासिनी चाहिँ हामीले धेरै मजाले घुम्यौँ अब हामी होटल गएर आज हामी काठमाडौँ फर्किने हो बोला त के भन्छ आयन्सको आइडी कार्ड झारेछ माथि भ्यू टावरको टुप्पाबाट अनि अब हामी त्यतै निस्किँदै लिएर जान्छौँ यस्तै भयो अब खासै हामी केही बनाउँदैनौँ होला है अब कहीँ जान्नौँ होला हाम्रो यो भ्लगको इन्ड हामी यहीँ गर्दैछौँ पोखराको टुर हाम्रो यस्तै भयो हाम्रो यो अन्तिमसम्म हेरेर हामीलाई माया गरिदिनु भएकोमा हजुरहरू सम्पूर्णमा धेरै धेरै धन्यवाद मेरो म्याक्सिमम कति 100 जति त पुग्ला भ्युज उहाँहरू 100 जनालाई धेरै धेरै धन्यवाद 100 जना चाहिँ रेगुलर हो अब बढेर 1000 नै पुग्यो भने पनि धन्यवाद यसका साथसाथै हामी बिदा माग्छौँ बाई बाई भनौँ त हेलो हेलो बाई 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 बाई